आन्दोलनमा किन आउनु पर्यो? अहिले सबै कुराहरू सुन्ने, जायज र सम्भव कुराहरू पुरा गरिदिने सरकार छ। तपाईहरु 2-3 जना बढीमा 5 जना आएर यो हाम्रो चाहिँ भनाइ छ, यो माग छ, यो कुरा परिस्थिति यस्तो छ, यो कुरा सम्भव छ, देशको अवस्थासँग यो मिल्दो छ, अवस्थाका विभिन्न पक्षसँग आर्थिक स्थितिसँग पनि मिल्दो छ, त्यसकारण यो सरकारले गरोस् भन्दा पुग्ने ठाउँमा अब त्यहाँ कहिले जादु देखाएको छ, कहिले कविता सुनाएको छ, कहिले गीत गाएको छ, कहिले नाचेको छ, किन गर्नु पर्यो? कहिले सडकमा सुतेको छ, किन गर्नु पर्यो? शौचालय कसैले बनाइदिएको छैन, त्यत्रो मान्छे आएर पानी कम खाएर आउनुहुन्छ, शौचालय जानु पर्ला भन्नु, डिहाइड्रेसन हुन्छ, सजिलो छैन। उहाँहरूले चर्का कुरा गरेर अब फर्किन गएको छ, किन सरकारले नसक्ने कुरा त सक्दिन भनिहाल्छ, कि नसक्ने कुरा त के गर्ने? देशको ढिकुटीले बेहोर्न धान्न नसक्ने कुरा त हामीले भन्नुपर्ने हुन्छ, यो चिज सकिँदैन भनेर। त्यसकारण यो हुने कुरा त हामी यसै गरिदिइहाल्छौँ। त्यसकारण तपाईहरु आइरहनु पर्ने थिएन, आइहाल्नु भयो। अब फर्किने बाटो खोज्नुस्, मिलाउनुस्। हुन सम्भव कुराहरू हामी नगर्ने भन्ने कुरै छैन। तपाईहरु आए पनि गर्छौं, नआए पनि गर्छौं। त्यहाँ सुतेर ध्यानाकर्षण गरे पनि हुन्छ, यहाँ आएर एउटा पत्र बुझाए पनि हुन्छ, एउटै कुरा हो। अहिलेको सरकार सकारात्मक छ, दमनकारी छैन। अहिलेको सरकारमा नेतृत्व गरिरहेकाहरूले नै ट्रेड युनियन आन्दोलनलाई बचाइदिएको छ। शिक्षक होस् कि प्राध्यापक होस् कि कर्मचारीको होस् कि जसुकैको पनि ट्रेड युनियन मुभमेन्टलाई बचाइदिएको छ, नत्र भने ट्रेड युनियन मुभमेन्ट समाप्त भइसक्थ्यो। त्यसरी ट्रेड युनियन बचाएर आउने, ट्रेड युनियनको साथी नेतृत्व पाएका बेला शुभचिन्तक मात्र होइन, साथी नै हो अहिलेको लिडरसिप। त्यस्तो पाएका बेला तपाईहरु आन्दोलनमा किन जानुभएको मैले बुझिनँ भनेर मैले उहाँहरूलाई भनेको छु। अब पनि सम्भव कुराहरू हामी पुरा गरिदिन्छौँ। अब ऐन लिएर जाने भन्नुभएको छ। अब यत्रो बिघ्न मान्छे सडकमा ऐन लिएर जान, किन ऐन बोक्न यत्रो बिघ्न मान्छे चाहिन्छ? ऐन त संसदमा छलफल हुँदैछ, उपसमितिमा छलफल भइरहेको छ, समितिमा आउँछ, त्यसपछि मूल हाउसमा आउँछ, त्यो संसदबाट पारित हुन्छ, ऐन त आउँछ नै। स्वाभाविक रूपमा स्वतः आउने यी सबै ऐन जति ल्याएका छन्, सडकमा मान्छे आएर आएका छन् ऐन। यसै आउने ऐनका लागि हामीले ऐन ल्यायौँ भन्ने पार्नका लागि यत्रो दुःख किन गर्नु पर्यो? तपाईहरुले ल्याएको ऐन, तपाईहरु हुनुहुन्छ र त ऐन बन्यो नि। तपाईहरु नभए ऐन कसरी बन्छ? तपाईहरुकै लागि बनाउने हो ऐन। तसर्थ यो हामीले ऐन ल्यायौँ भन्नका लागि यत्रो दुःख गर्नु पर्दैन। म अहिले पनि उहाँहरूलाई आग्रह गर्न चाहन्छु, अहिले विद्यार्थी भर्नाको समय छ, कृपया जानुस्, भर्ना गर्नुस् विद्यार्थीहरू। एकपल्ट मैले उहाँहरूलाई भनेको थिएँ, तपाईहरु गम्भीर हुनुपर्छ। एसईईमा 52% विद्यार्थी फेल हुने भनेको त उनीहरूको त कलिलैमा उनीहरूको भविष्य माथि तरबार चलाइयो जस्तो। यो कलिलो उमेरमै भविष्य नै समाप्त पार्दिने गरी एसईईमा अब एसईईको औचित्य पनि देखिरहेको छैन। खुरुखुरु अरू कक्षा जस्तै त्यो एसएलसी त भएन, स्कुल लिभिङ सर्टिफिकेट भएन, उच्च शिक्षामा +2 भइसकेपछि त त्यसको त एसएलसी को सिद्धियो भने फेरि एसईई भनेर किन राखे? त्यसको पनि आवश्यकता देखिँदैन। यसतर्फ पनि सरकारले विचार गर्छ। कक्षाले नै परीक्षा सञ्चालन गरे पुगिहाल्यो। अनावश्यक केन्द्र भनेको छ, के भनेको छ, अतिरिक्त खर्च भनेको छ, अनेक समस्याहरू झेलेको छ। त्यो सबै एसईईका लागि किन गर्नु पर्यो? र विद्यार्थी फेल गरिदिएर मारमुङ्गरी चलाउने संस्था किन चाहियो? त्यसकारण विद्यार्थीलाई स्मुथली पढ्न दिने त्यो खालको वातावरण बनाउनुपर्छ।
मैले भनेको थिएँ उहाँहरूले हामीलाई चाहिँ नि 52% फेल गराउने भन्यो भनेर कतिजनाले चित्त दुखाउनु भयो भनेको सुने मैले। यो चित्त दुखाउने कुरा होइन। हामी सबैलाई पिर परेको छ कि हाम्रा 52% बालबालिकाहरू एसईमा फेल भए गत वर्ष। दुःख लाग्दो कुरा हो। अहिले त अब उहाँहरूको मानसिकता अब उत्तर पुस्तिका नै हामी हेर्दैनौँ भन्नेमा पुग्नुभयो त। म कुनै कडा शब्द बोल्न चाहन्न। कसैको स्वदेशमा पढ्नु होला, कसैको विदेशमा जानु होला, कसैको स्वदेशको त ल मिलाउनु। विदेशका क्याम्पसहरूले त पर्खिँदैन नि समय, भर्नाको मिति पर्खिँदैन नि। त्यो पनि हुनसक्छ नि त। नेपालका थुप्रै विद्यार्थीहरू बाहिर हुने खानेले बाहिरै लगेर पढाएका छन्। त्यसो भएर उपयुक्त समयमा पेपर काटेर फेल हुन्छु कि पास हुन्छु कि दुख्छु कि किन राखिरहने विद्यार्थीहरूको लामो समय पेपर काट्ने, रिजल्ट आउट गरिदिने आफ्नो व्यवस्था गर्छन्। फेरि अर्को तयारी गर्छन्। पूरक परीक्षा दिने सिस्टम सुरु गरेको छ, त्यो पनि यस वर्ष पनि दिन पाउलान् या के होला, त्यसको तयारी गर्छन्। सोच्नेले विचार गर्नेले पनि अवस्था परिस्थिति हेरेर गर्न पाउला। मौका परीक्षाका कुरा आउलान्। भर्ना छोडेर उहाँहरू यहाँ बस्नुभएको छ। अब सामुदायिक विद्यालयहरूमा भर्ना नहुने, त्यसो भए त निजी विद्यालयहरूमा भर्नाको लहर जाने भयो। क्लास एक्सटेन्ड गरेर के अरे सेसन के भन्छ त्यो क्लासको के अरे सेक्सन एक्सटेन्ड गरेर पनि भर्ना लिएलान्। यो खालको स्थिति आउने खालको अवस्था देखिन्छ। यसबाट उहाँहरूलाई पनि कुनै लाभ छैन। विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा छ, उहाँहरूलाई कुनै लाभ छैन। त्यसो भएर मेरो आग्रह छ उहाँहरूलाई, सरकार उहाँहरूका मागप्रति नेगेटिभ हुने कुरै छैन। सम्भव मागहरू सबै पुरा गर्छ। उहाँहरू तुरुन्त वार्तामा आएर विषय टुङ्ग्याउनुहोस्, सहमति गर्नुहोस् र फर्किनुहोस्, मेरो आग्रह छ। अब औपचारिक वार्तै गर्नुहुन्न भने त्यो त अनौठै सुनेको छु मैले। आन्दोलन गर्ने, वार्ता नगर्ने के भन्यो त्यो? त्यसकारण वार्तामा आउनुहोस्, कुरा गर्नुहोस्, सम्भव कुरा सरकारले गरिदिन्छ, फर्केर आफ्ना काममा जानुहोस् भन्ने मेरो आग्रह हो। अरू पनि साथीहरूलाई म आग्रह गर्न चाहन्छु, अहिले प्रतिगामी शक्तिहरू सल्बलाएका बेला र उनीहरूले तमासा देखाइरहेका बेला, आगजनी, हत्याकाण्ड, तोडफोड यस्ता कुराहरू गरिराखेका बेला, उग्रता उत्तण्डता देखाएको बेला, अराजकता फैलाएको बेला, यति बेरै त्यस्ता कुराहरूलाई बल दिनका लागि, साथ पुर्याउनका लागि आन्दोलन हामीले किन गर्ने? यो आन्दोलनका निम्ति उपयुक्त परिस्थिति हो र? प्रतिगामीहरू उपद्रव मचाइरहेका छन्। उनीहरूको उपद्रवलाई आन्दोलन त मान्न सकिन्न। यो उपद्रव आन्दोलन होइन, यो प्रतिगामी उपद्रव हो, जसको सामना गरिनेछ। कानुनसम्म ढङ्गले सामना गरिनेछ, संविधानसम्म ढङ्गले सामना गरिनेछ, विधिसम्म ढङ्गले सामना गरिनेछ। आवश्यकता अनुसार यसलाई, यो उपद्रवलाई, यो अराजकतालाई सफल हुन दिइने छैन। यो त छँदैछ। तर यस्तोमा लोकतन्त्रका पक्षधर, गणतन्त्रका पक्षधर साथीभाइहरू किन त्यसमा बल पुग्ने गरी अहिलेको परिस्थितिमा अर्को पनि समस्या थपिदिएर किन यस्तो गर्नु परेको छ? संविधान विपरीतका कुराहरूलाई सरकारले नियन्त्रण गर्छ, प्रणाली विपरीतका, लोकतन्त्र विपरीतका कुराहरूलाई नियन्त्रण गर्छ,
कानुन विपरीत चल्ने कुराहरूलाई सरकारले नियन्त्रण गर्छ। संविधान सम्मत, व्यवस्था सम्मत, कानुन सम्मत कुराहरूलाई सरकारले सम्मान गर्छ र त्यस अनुसारका मागहरू पनि पुरा गर्छ। त्यसो भइसकेपछि उहाँहरू किन सडकमा आइरहनु पर्यो र? त्यही आवश्यकता छैन। अब आइसक्नु भएको छ, कुराकानी अविलम्ब गर्नुहोस्। पालिकाका कपी काट्नुहोस्, नयाँ भर्ना लिनुहोस्, यी सबै काम अगाडि बढाउनुहोस्, मेरो चाहिँ आग्रह छ।